उधारो आशा टुटेको भरोसा तर रङ्गीन सपनाहरू मूल्य नभएको जीवन दुःखमा टाढिने आफन्तहरू जल्दै गरेको आत्मा हावाले भरिएको बैलुन जस्तो पीडाले भरिएको मन पोख्ने ठाउँ नभएको भावना समयले बनाएको पत्थर मन कोही आउनु र जानुले फरक नपर्ने जीवन कोही हुनु र नहुनुले फरक नपरेको व्यवहार हेर्दा मूर्ति जस्तो सुन्दर तर बोखाने आफन्त हराएको आफ्नोपन हर रात भोलिको सूर्य नदेखौँ भन्ने कामना वर्षाको आकाश जस्तो बर्सिरहने आँखा आफ्नो खुसीको त्यो जमाना निदाउन नसकेको रात रित्तिएर पनि झन् भारी भएको मन भएर नहुनुको आवाज निकाल्न नसकेको चित्कार धारिलो वचन यही हो मैले बिताएको एकछिनी यो धरतीमाथि खुल्ला आकाश मुनि धोको केहीको पुरा नहुने रुने होस् हाँस्ने बाँच्न मन हुँदा हुँदै मर्नुपर्छ बाँच्न पनि पल पल मर्नुपर्छ म नभए के होला कति थोक बिति जाला अरूलाई नदुखाउँदा आफ्नो मन दुखेको हिसाब कसले देला शरीरबाट सास छुटिँदा पनि एक अनुभव होला मिठो आवाज होला हुँदा यो शरीर खरानी जसको लागि म रोएँ ऊ रोला कि नरोला जसको लागि म रोएँ ऊ रोला कि नरोला यहाँ जति गरे पनि कम छ भोलि राम्रो होला भन्ने मिठो भ्रम छ कयौँ जन्मपछि पाएको छोला भन्छन् हो कि नै कुन्नी पाउनु र नपाउनुले के अर्थ राख्यो र पाउनु र नपाउनुले के अर्थ राखेर यो एकसुनी नमस्कार म विवश गोर्खाली मैले अर्मी 3 सिरान्चोकको स्रष्टा दीपक गजमेरको कविता एकजुनी शीर्षकमा रहेको कविता अत्यन्त मर्मस्पर्शी कविता जसमा मैले आवाज भर्ने कोसिस गरेँ कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भनेर आशा राख्दछु तपाईसँग पनि तपाईको गजल कविता मुक्तक छन् भने मेरो आवाज भर्न चाहनुहुन्छ भने मलाई मेल गर्नुहोला आभारी रहनेछु हस् फेरि अर्को बसाइमा भेट्ने बाचाका साथ अहिलेको बसाइबाट उचाइ पर्न चाहन्छु धन्यवाद।